आगो लगाउने दिमागहरूले आगो लगाउने हातहरूलाई चाहिँ परिचालित गरेको छ। यो कुरामा नेपाल सरकार एकदमै जिम्मेवारीको साथमा गम्भीर भएर सोच्नुपर्ने हुन्छ। हामीले आगो लगाउने हातलाई समाउने हो तर आगो लगाउने दिमागलाई छोडिदिने हो भने भोलि कुनै व्यवस्था उल्टाउनका लागि फेरि 10,000 को समूह भेला हुन्छ, फेरि सिंहदरबार र सर्वोच्च अदालत जलाइन्छ, फेरि मिडियाहरू जलाइन्छ र हामीले हाम्रो क्रान्ति भयो है, सिंहदरबार र सर्वोच्च अदालत जलाउनु भनेको हाम्रो आन्दोलनको पोलिटिकल म्यान्डेट हो, ल अब गर भनेर भोलि पनि त्यस्तै अराजक समूहहरू आउन सक्छन्। त्यसका लागि एउटा उपाय के छ? लैलैमा लागेर पनि कतिपयले आगो लगाएका छन् नि, त्यस्तालाई नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता भन्ने एउटा नयाँ कानुन छ हामीसँग 2074 को, त्यसले एउटा व्यवस्था गरेको छ प्ली बार्गेनिङको व्यवस्था गरेको छ। केसम्म गर्न सकिन्छ भने हेर नानी बाबुहरू, तिमीहरू यदि कसैको उक्सावटमा आएर कसैले तिमीलाई आश्वासन दिएर तेरै दाइको सरकार हो, अब तेरै दाइ प्रधानमन्त्री हो, जा लगाएर आइज तेरो दाइ छ बचाउनका लागि, हुनसक्छ, सम्भावना हुनसक्छ। धेरै ठाउँमा स्थानीय निकायहरूमा यस्तो भएको पनि छ। त्यसका लागि त्यसरी लैलैमा आएर आगो लगाउनेलाई विश्वासमा लिनु पर्यो, प्रहरीले विश्वासमा लिएर अनुसन्धान गर्नु पर्यो, सत्य तथ्य बाहिर निकाल्नु पर्यो र उहाँहरूलाई एउटा मौका के दिनु पर्यो भन्दाखेरि तिमीहरू सुध्रिन तयार छौ भने राज्य पनि तिमीहरूलाई नरम रूपले व्यवहार गर्छ। तर त्यसको शर्त के छ? तिमीहरूको पछाडिको मास्टर माइन्ड को हो, कसले तिमीलाई भाटभटेनी जलाउनु पर्छ भनेको हो, कसले सिंहदरबार र सर्वोच्च अदालत जलाउनु पर्ने भनेको हो, त्यो कुरा चाहिँ स्पष्ट रूपमा बताइदेऊ। यसो गरियो भने पहिलो कुरा के हुन्छ भन्दाखेरि एउटा शान्ति स्थापनाको मार्ग खुल्छ र दोस्रो कुरा राज्यको जुन एउटा व्यवस्था बनाइराख्नुपर्ने एउटा जिम्मेवारी हो, त्यो जिम्मेवारी पनि पुरा गर्न सकिन्छ। र यसमा मैले अझै एउटा कुरा जोड्न सकेँ भने चाहन्छु, त्यो जुन कैदीहरू भाग्नु भएको छ नि, त्यो कैदीहरूलाई पेनलाइज गर्नुभन्दा पनि कैदीको परिवारहरूलाई चाहिँ चाहे त्यो कारागार विभाग होस् वा नेपाल सरकारको माननीय गृहमन्त्रीज्यू होस् वा अन्य कुनै विभाग मार्फतबाट अपिल गराएर भए पनि फिर्ता ल्याउनुपर्छ तत्कालै। र त्यसप्रति जुन पेनल एक्सनहरू हुनसक्छ त्यसलाई चाहिँ हामी अहिलेलाई सस्पेन्ड गरिदिन्छौँ। तिमी यदि स्वतःस्फूर्त रूपमा आउँछौ भने आऊ, हतियार लुटेर लगेका छौ भने लिएर आऊ, बरु हामीले पेनल एक्सन लिँदैनौँ, तिमीले राज्यमा व्यवस्था कायम गर्नका लागि हामीलाई सहयोग गर भन्यो भने शान्तिको मार्गबाट पनि शान्ति स्थापना गर्न सकिन्छ। अहिले पनि शान्ति स्थापना गर्नका लागि र व्यवस्था स्थापना गर्नका लागि शान्ति र व्यवस्था दुईटै स्थापना गर्नुपर्छ। व्यवस्था स्थापना गर्न किन सङ्कट छ? किन भन्दा अहिले पनि हजारौँको सङ्ख्यामा हतियारहरू लुटिएका छन्। अझै पनि हतियारहरू जुन नागरिकको चेकमा रहेको सरकारको एक्जिक्युटिभ पावर छ, पावर टु युज फोर्स, त्यो अहिले सरकारको चेकभन्दा बाहिर छ। एकातिर हतियार राज्यका गएका छन्, अर्कातिर कैदी भागेका छन्। र उनीहरूले अझ जाने बित्तिकै क्राइम सुरु गरिरहेको रेकर्डहरू समाचारहरू आइरहेको छ।